हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ हामी एसएस मम्मी चाहिँ नि ढुङ्खरका जाँदैछौँ आज स्याटरडेको दिनमा। ल टोपी झिक्नुहोस् गाइज, हामी घरबाट निस्क्यौँ अब। हेलो ठुलो मम्मी नमस्ते। ढुङ्खरका जानला ढुङ्खरका जान लाग्यो। आज हामी चाहिँ 9मा लाग्दैछौँ। तपाईँहरूलाई देखाउँला आजको हाम्रो भिडियो चाहिँ कस्तो हुन्छ। यसलाई टोपी लाउँदैछन् मम्मीलाई। हेर्नुहोस् नभएर त्यसो गर्नु हुँदैन। गाइस हामी चाहिँ अब घरको गाडी चढ्यौँ पनौतीबाट। अब चाहिँ हामी बनेपाबाट पनौतीबाट चाहिँ अब घरको गाडी चढ्यौँ। अब हामी जाँदैछौँ गाइस। घरको लागि बस अब हिँड्न लाग्यो। ठ्याक्कै ल्याएर अघि 9:30 बजे भन्दा नै हामीले यो बस चाहिँ 9:54 अब यहाँबाट हिँड्न लागेको छ। 10 बजेको लागि चाहिँ गाडी जाँदो रहेछ। अहिले चाहिँ एसएस मम्मी यहाँ टन्नै थुप्रै छौँ। हामी चाहिँ पाराको लागि जाने ला। ल बोल के बोले। आज चाहिँ हामी कहाँ जाने? ढुङ्खरको जान लाओ। यो बस चाहिँ 10 बजे हिँड्यो। 10 बजे अब हिँड्छ। 10 बजे अब हिँड्न लाग्यो। ल सी यू गाइज भन्दै। ल सी यू गाइज, थ्याङ्क यू। अब चाहिँ गाडी हिँड्यो। रोसी खोला के यो ठाउँलाई के भन्छ थाहा छ? अब हामी खोपासी जाने बाटो भन्छ क्या। यो चाहिँ हामी अहिले ठ्याक्कै खोपासी आइपुग्यौँ। अहिले चाहिँ घडीमा कति बजेको छ भने 10:12 गएको छ। यो चाहिँ अब तपाईँको 2टा बाटो टर्निङ तलबाट गयो भने बल्थाले पुगिन्छ भने त्यो खोपासीबाट चाहिँ मास्त्रेपट्टि लाग्यो भने चाहिँ हामी बेथानचोक ढुङ्खरको जान्छौँ पुग्छौँ गाइस। ल सी यू। यो के स्कुल हो? श्रीराम मावि चाहिँ यहाँ रहेको छ। यहाँ चाहिँ उहाँले पढ्नु भएको दिदी भन्छु मैले। दिदीले पढ्नु भएको कलेज चाहिँ भर्खर गएको। पहिरोले गर्दाखेरि अस्ति बाढी पहिरोले गर्दाखेरि भएको विध्वंसको कारणबाट चाहिँ यस्तो भएको रहेछ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ हामीले मैले गाडीबाटै सुट गरिरहेको छु। यस्तो रहेको छ। नमस्ते, म सुनिल। हजुर नै हो? रसिला मिस होइन हजुर है को भनेर ए हो सुनिल। यहाँ ढुङ्खरको आइपुग्दा 11:06 गएको छ। पनौतीबाट 10 बजे हिँडेपछि अब हामी पाराको लागि चाहिँ अगाडि दौडिँदैछौँ गाइस। यस्तो छ अरे ढुङ्खरकोमा चाहिँ मम्मीहरू पर पुगिसक्नु भयो। ल हाम्रो अब टोली चाहिँ यसरी अगाडि बढ्दैछौँ हामी। यहाँनिर हाम्रो यसो छोरो यहाँ चाहिँ हेलो भन्नु। अब अगाडि बढ्दैछौँ हामी यतिजना छौँ। ल भिडियो बनाउँदैछौँ हामी। भिडियो बनाउँदैछौँ है हामी टोली अगाडि बढ्दैछौँ। हामी पाराइनको लागि चाहिँ नौवामा जाँदैछौँ। हाम्रो टोली हाम्रो टिम गाडी आएछ पछाडिबाट। हेलो हेलो यता आयो गाडी आयो ल। दिदीलाई बोकेर चाहिँ म दिदीको वेट कति हो? हजुरको वेट कति भयो? कति भन्नु? कति सकिन्छ गेस गरे अरे के। यहाँ चाहिँ अहिले हामी बनेपाली टोलबाट चाहिँ अब माथि लाग्दैछ। यहाँ बाटो चाहिँ बनेपाली टोल लेखेको रहेछ है। हुन पनि हामी बनेपाबाटै आएका हौँ। यहाँ चाहिँ बनेपाली टोलै भन्ने पनि नाम रहेछ है यहाँ बेथानचोकमा चाहिँ। यहाँबाट कहाँ जान्छ भन्दा चाहिँ तपाईँले म्यापमा पनि हेर्न सक्नुहुन्छ। बनेपाली टोलबाट चाहिँ यो सर्टकट बाटोतिर चाहिँ जानलाई चाहिँ अगाडि बढ्दैछौँ। यताबाट नआइकन हामीले सर्टकट बाटो है यताबाट जान लाग्यो माथि ठुला चौर जानको लागि चाहिँ यहाँबाट माथि सर्टकट बाटो उक्लिँदैछौँ ठुला चौर जानको लागि। सर्टकट बाटो होइन, लामो बाटो हो। होइन, सर्टकट बाटो हो। सर्टकटै हो यो चाहिँ सर्टकट बाटो। यहाँबाट जान्छौँ है हामी। त्यो बाटोबाट नआइकन माथिबाट नआइकन त्यो अलिक घुमाउने भएर हामी चाहिँ यताबाट छोटो बाटो
जान लाग्यो हामी। ल है गाइज हेर्नु है हेर्नु। ल गाइज जङ्गलको एडभेन्चरमा छौँ हामी। एकदम एडभेन्चर भइरहेको यहाँ उकालो बाटो आइरहेको छ सर्टकट बाटो। यो तपाईँ यो कति यो ठाउँलाई चाहिँ के भन्छ खोरथापे यसलाई के भन्छ खोरथापे के थापे ए ओके। अहिले चाहिँ हामी यो कुलदेवता थान मन्दिरको चाहिँ उकालोमा हिँडिरहेका छौँ गाइज है। मेरो साथमा क्यामेराम्यान सुनिल कुमार घिमिरेको साथमा चाहिँ दिदी मम्मी अर्को दिदी पछाडि हुनुहुन्छ अगाडि ठुलो मम्मी हुनुहुन्छ भाइ हुनुहुन्छ यता दिदी हुनुहुन्छ। एसएस बाबु चाहिँ धेरै अगाडि पुगिसक्यो। बस सियु गाइस सियु। हाम्रो कुलदेवताको मन्दिरमा आइपुग्यौँ। ठ्याक्कै यस्तो रहेको छ यहाँ मन्दिर चाहिँ। यहाँ चाहिँ भिडियो बन्दैछ यहाँ हाम्रो चाहिँ कुल पूजा घिमिरे मन्दिरको कुल पूजा गर्ने मन्दिर चाहिँ यो रहेको छ। प्रणाम हजुरबा ठुलबा हजुर ठिक छ ए म यहाँ भिडियो बनाउँदैछु यहाँ क्यामेराम्यान म यहाँ हामी सबै ठुलबाहरू सबैजना यता हुनुहुन्छ ठुलबा ठुलमम्मी ल। यहाँनिर चाहिँ यस्तो रहेछ वरिपरि चाहिँ यता टोयलेट छ यताबाट चाहिँ यहाँ पहिरो पनि गएको रहेछ अलिकति त्यो चाहिँ यता आएको सराउन्डिङ एरिया यस्तो रहेको छ। ठुलमम्मी हुनुहुन्छ मेरो ठुलमम्मी हुनुहुन्छ माइलो ठुलमम्मी। हामी चाहिँ अनि ठ्याक्क लाएर अहिले ठुला चौरमा आइपुग्यौँ। ठ्याक्क अहिले चाहिँ समय कति बज्यो भनेदेखि चाहिँ हेर्नुहोस् त 11:46 गएको समय छ। अहिले हामी जान्छौँ पूर्वाङ्ग के अरे 9मा भएको ठाउँमा कथा अहिले प्रवचन भइरहेको छ। त्यो पनि हामी आजको हाम्रो चाहिँ त्यही छ आजको कन्टेन्ट चाहिँ गाइज। प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु है गाइज। ओए कुकुर डगी हेलो डगी काले काले डगी यो चाहिँ यो डगीको नाम चाहिँ के होला काले के होला ल गेस गर। ओए उता जानु हुँदैन उता जा उता जा उता जा न। हामी अब जाँदैछौँ यहाँनिर सस हामी अब यहाँ जाने कथा वचन भागमा जाने। यसको इन्ट्रान्स चाहिँ कतापट्टि हो यो ठुलमम्मीको पछि पछि लाग्ने ठ्याक्कै यहाँबाट स्वागतमबाट हामी अब इन्ट्रान्स हुन्छौँ। अब मेरो पछि पछि आयो छोरो हामी आइपुग्यौँ ए डगी मजाले बसिरहेको रहेछ। ठुल्बा ए त्यहाँ बत्ती कति बेरसम्म बाल्नुपर्छ नि? हामी आइपुग्यौँ अब गाइस यहाँ पछाडि भक्तको लक्षण सुहागिनीको लक्षण परमात्माको प्रिय भक्तको लक्षण कमी भएको देखिँदैन। तर जति हामीले सुन्ने र बुझ्ने हिसाबले प्रकट पैट्याएर जुन चर्चा गऱ्यौँ यसैलाई धेरै मानेर तातो सागर मानेर त्यो सागरलाई हृदयमा सजाउँदै अनि त्यो सागरमा आफू डुब्ने कोसिस गर्नु हुन अनुरोध गर्दै आज कार्यक्रमको 5औं दिन कथा चर्चाको 4थो दिनको बिहान सत्रको वाणी चर्चा हामी यहाँ विराम गर्न चाहन्छौँ। अब हामी यहाँ एउटा मध्याह्नको आरती गरेर आज धेरै बेर मध्याह्न हामी गर्दैनौँ। आज श्रीकृष्ण प्राकट्य प्रसङ्गहरू धेरै छन्। धेरै स्थानबाट आज काभ्रे काठमाडौँ समयलाई बिताउनका लागि अनुरोध गर्नुभएको छ श्री सुखदेव स्वामीले। यतिको प्रसङ्गलाई सोध्नुभएका प्रसङ्गहरूलाई एकसाथमा
उद्धवराज शास्त्रीजीको पावन आगमन भएको छ। आसनको फुलहरूलाई निकालेर त्यहाँ उहाँलाई आसन ग्रहण गराउँ। बडा भावको भजन छ यसलाई हामी सबैजना एक ध्यानमा शब्द सुनौँ। यही रचिदियो भगवान दुई कर जोडी गर्छु प्रणाम। निस्किँदैछौँ यहाँबाट पानी पर्ला जस्तो मौसम भएर चाहिँ हामी छिटो घर जानलाई निस्किँदैछौँ। आजको चाहिँ आएर हाम्रो यहाँ बालकृष्ण स्वर्गीय बालकृष्ण हजुरबाको अस्पताल अबेर भयो गाडी भ्याउँदैन रे पानी पऱ्यो भने छुट्छ अरे क्या छिटो हिँडिहाल्नुपर्छ ढिला भयो क्या ल बाई ल अब हामी सर्टकट बाटोबाट दौडिन्छ पानी ठुलो पर्ला जस्तो छ कालो न कालो बादलको मौसम छ हेर्नुहोस् गाइज त्यो भएर मम्मीहरू चाहिँ लेङ गरेर ढिला गर्दैछन् सुई हिँड्नु यताबाट भित्र छिर्ने है छोरा यो चाहिँ ढुङ्गरका ठुला चौरको सिन यस्तो छ गाइस भाग गर्दै दौडिनु पर्यो पानी पर्ला भएर घडीमा अहिले कति बजे नै 4:50 चाहिँ ढुङ्गरकाबाट हिँड्यौँ 4:50 गाडी चढेर हामी अब फेरि फर्किँदैछौँ बनेपातर्फ। गाइज हामी चाहिँ अब यो हल्लिँदै चाहिँ जाँदैछौँ घर फर्किँदैछौँ गाडीमा। यहाँ मम्मीको भिडियो आएन भने मम्मीले कराकर ल भन 2 शब्द के भन्नु 2 शब्द ल भन त अहिलेदेखि खै भिडियो खिच्दिन भनेर होइन बिहान चाहिँ पुरा गरेर आइदिस अहिले त केही गर्नु भन्नु न त तपाईँलाई मनमा लाग्यो के ल हेलो गाइज भन्दै छ कस्तो लाग्यो ढुङ्गरको कस्तो लाग्यो ल भन म तिमी अब इन्टरभ्यू लिँदैछु ल अहिले हामी कहाँ जाँदैछौँ ल भन त हेर्नु कहाँबाट बनेपा जाँदैछौँ हामी अहिले सुन्नु न हामी कुन ठाउँबाट चाहिँ बनेपा जाँदैछौँ ल भन त ए ढुङ्गरकोबाट आएको तिमी ढुङ्गरकोमा के थियो आज कथा भन्ने कार्यक्रम थियो सप्ताह कार्यक्रम थियो कथा सुन्यौ थिएँ तिमीलाई कस्तो लाग्यो त ढुङ्गरको तिमीलाई आउँदाखेरि रमाइलो लाग्यो अब जाँदाखेरि रमाइलो लाग्यो त आउँदा चाहिँ रमाइलो लाग्थ्यो के रमाइलो लाग्थ्यो त्यस्तो ल भन त ए दादाहरूसँग खेलेर ल ल बाई बाई भन्दियो ल सियु भन्दियो ल होइन एसएस घिमिरे हो उसको नाम चाहिँ स्पाइडर भनेर चाहिँ एसएसले यति भने है ल गाइस छिटो बोले है एसएस ल ल हामी चाहिँ अहिले ठ्याक्कै लाएर चाहिँ उसबाट 5:45 मा चाहिँ पनौती बजार आइपुगेको नाटक होइन नाच न राम राम हरे राम भन्दै हरे राम 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 हरे हरे ए लडिन्छ नदौड यसो